गाइज, वेलकम टु माई च्यानल। अनि यो माथि देखेको चाहिँ पाथिभाडा मन्दिरको डाँडा हो यो चाहिँ। अनि यहाँ चाहिँ धेरै फुल फुलेको छ, कस्तो राम्रो फुल फुलेको छ, हेर्नलाई पनि राम्रो लाग्छ। यहाँ पनि कति राम्रो फुल फुलेको छ। यता माथि सबै हिमाल देखिएको छ, कस्तो राम्रो। यता माथि यो पर यो झन् कस्तो राम्रो हिमाल देखिएको छ। म चाहिँ जाँदैछु माथि, अनि गोठमा जाँदैछु। यो पनि फुल छ, यहाँ यति राम्रो फुल फुलेको छ, यहाँ माथि छ। म जाँदैछु माथि, म गोठमा। अहिले चाहिँ शीतल भयो, दिउँसो चाहिँ घाम भएर हिँड्न नि सकिँदैन। अहिले माथि जाँदैछु र हिँड्नै सकिँदैन। यो चाहिँ माथि जाने बाटो हो, यस्तो छ, हेर्न सक्नुहुन्छ। यहाँनिर यहाँ किबीहरू छ, यहाँ यस्तो राम्रो डाँडा काँडा कस्तो राम्रो देखेको छ हेर्नलाई। यो तलको चाहिँ हाम्रो घर हो, यो माथि। यहाँ हेर्नु गाइज, कति धेरै किवी फलेको छ, लटरम्म फलेको छ किवी। यति धेरै किवी फलेको छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ लसुनबारी हो, हिजो अस्ति लसुन रोप्नु भएको छ आमाले। कस्तो राम्रो हिमाल देखिँदैछ। ऊ माथिको इस्कुसबारी हो, इस्कुस फल्छ। यो पनि किवी हो, कति धेरै फलेको छ किवी। यहाँ धेरै चाहिँ किवी हो, यो सबै किवी हो। कस्तो मजाले फलिदिएको छ, यस्तो तरिकाले झुप्पा झुप्पा भएर फल्छ। यो चाहिँ हेर्नमा पनि कस्तो राम्रो देखिएको छ। अनि मैले चाहिँ एउटा पाकेको भेटाएको छु, र खान्छु। कस्तो मिठो छ खानलाई। आफ्नो बारीको त धेरै राम्रो लाग्छ खान, हेर्न सक्नुहुन्छ। जसरी खाए पनि हुने आफ्नो बारीको। कति धेरै छ हेर्न सक्नुहुन्छ, लट्टा लट्टा छ। यस्तो तरिकाले पाकेको छ त, यस्तो तरिकाले फल्छ, खानु पनि मस्त लाग्छ खानलाई, मिठो हुन्छ, मस्त लागिरहेछ। यस्तो तरिकाले फल्छ यहाँ चाहिँ किवी, हेर्न सक्नुहुन्छ। अब चाहिँ म यहाँदेखि गएको, बाई बाई। अब अर्को ब्लगमा भेटौँ।